हेलो साथीहरू जहाँमा फेरि पनि स्वागत छ। आज चाहिँ हाम्रो होइन सास ऊर्जाको मल्टिपल टाइम फ्रेम हेर्दै होइन हामी एलिट वेब काउन्ट गर्न गइरहेका छौँ है। अँ, सास ऊर्जा हाम्रो एकदम राम्रो कम्पनी हो है। यसको फन्डामेन्टल पनि एकदमै राम्रो छ है। अब यसको चाहिँ हामी फर्स्टमा हामी लार्जर टाइम फ्रेमबाट तल आउँदै गर्छौँ है। फर्स्टमा हामी विकलीमा हेरौँ। फर्स्टमा हाम्रो विकलीमा यो एक्सपान्डिङ डायगोनल छ है। यसलाई हेर्नुहुन्छ भने यहाँबाट सुरु भएको यो फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ गरेर एक्सपान्डिङ डायगोनल बनेको छ, जसबाट हाम्रो यसको टार्गेट भनेको 800 एबभको टार्गेट हो है। अहिले हाम्रो एक्सप्लोरिङ गइरहेछ है। अब यसले फेरि 1 2 बनाउन चाहिँ नबनाउला, सिधै 3 4 5 गरेर यसले मुभ सकाउने देखिरहेको छ। अब यसले यहाँनिर 800 माथि गएर एउटा स्विङ सकाएर त्यसपछि 1000 1100सम्म यसले मुभ सकाउँछ है। 1000 1100सम्म यसको मुभ सकिनु पर्ने हुन्छ। अलिकति माथि एक्सटेन्ड गर्नु केही बिग्रिँदैन, तर हाम्रो एउटा लार्जर टाइम फ्रेममा 800देखि 1000को टार्गेट हो है यसमा सास ऊर्जामा। तलबाट हेर्नुहुन्छ भने 400देखि 1000 भनेको अब मोर देन 100% हो है। हेर्नुहुन्छ भने 400 200% ओ माई गड ब्रो, 200% अनि 200%ले बढ्छ है। फन्डामेन्टल जति राम्रो भयो भने 1000 1200 पुग्दाखेरि एकदमै ओभर भ्यालु हुन्छ। अहिले 600मा छ है, अहिले 600मा छ। अब हामी यसलाई अब अझ सानो टाइम फ्रेममा घटाएर हेरौँ है। अब हाम्रो थर्ड वेभ कसरी हुन्छ? थर्ड वेभ भनेको एउटा इम्पल्स। थर्ड वेभ भनेको के हुन्छ तपाईँहरूलाई के हुन्छ है, फर्स्ट वेभ 5 वेभ हुन्छ, सेकेन्ड वेभ 3 वेभ हुन्छ होइन। अनि थर्ड वेभ जाँदाखेरि इम्पल्सिभमा जान्छ 1 2 3 4 5 गरेर यसरी एउटा इम्पल्स मुभ हुन्छ। इम्पल्स मुभ भनेको सधैँ 5 वेभमा हुन्छ है। डायगोनल बाहेक अरू कुनैमा करेक्ट के हुनुहुन्न, ओभरल्यापिङ हुनुहुन्न। 4 सर्टेस्ट हुनुपर्ने हुन्छ है, 3 लङ्गेस्ट हुनुपर्ने हुन्छ। यसमा त्यो रुल्स अनुसार हेरौँ यस्तो मुभ चाहिँ छैन। हेर्नु यहाँनिर 1 बन्यो, त्यसपछि अब 2 बन्यो है, 3 वेभमा 2 बन्यो, अब 3 भन्नुपर्ने हुन्छ। अब यसलाई चाहिँ मल्टिपल टाइम फ्रेम हेर्दाखेरि 1 2 बन्यो, 3 को लागि 3 भनेको 5 वेभ हुन्छ। 1 2 3 4 एन्ड अहिले 5 वेभ गयो होइन। अहिले हाम्रो 5th वेभ हिँडिरहेछ। हेर्नु 1 2 3 4 5 भनेपछि हाम्रो 5को टार्गेट कति हो हेरौँ। हेरौँ मैले नि हेरेको छैन यसको, मनी लाइभ हेरिरहेको छु। हाम्रो यसको टार्गेट भनेको लगभग टार्गेट रिच भइसकेको छ है। लगभग हाम्रो टार्गेट भनेको यहीँनिर हो है। यहाँनिर हाम्रो यो थर्ड वेभ कम्प्लिट गर्छ। लगभग यतैतिर हाम्रो थर्ड वेभ कम्प्लिट गर्ने सम्भावना एकदमै हाई छ भनेपछि यसलाई लगभग 800 700 800को लेभलमा हाम्रो यो लेभलतिर थर्ड वेभ कम्प्लिट हुन्छ है। अब हेर्नु यहाँनिर 5th वेभ यहाँ कम्प्लिट भइसक्यो, थर्ड वेभ यहाँ कम्प्लिट हुनु पर्यो, जुन चाहिँ हाम्रो यो लेभल हो। यसलाई है, यसलाई यहाँ जान्छ है, त्यहाँनिर थर्ड वेभ बन्छ, त्यसपछि फोर्थ वेभ बन्नु पर्यो। फोर्थ वेभ भनेको हाम्रो ट्रायङ्गल पनि हुन्छ। फोर्थ वेभ भनेको धेरैवटा टाइप्समा हुन्छ है। त्यसपछि हाम्रो 1 2 3 4 5 थर्ड वेभ सबसे लङ्गेस्ट हुन्छ होइन, तर सबभन्दा सर्टेस्ट लङ्गेस्ट हुन्छ। कहिलेकाहीँ 5 पनि लङ हुन्छ, कहिलेकाहीँ 1 नै लङ हुन्छ, तर थर्ड चाहिँ कहिले सर्टेस्ट चाहिँ हुनुहुन्न है। जुन चाहिँ यसमा कुनै पनि रुल्स इन्भ्यालिडेसन हुँदैन है। तसर्थ हामी हाम्रो अहिलेसम्मको टार्गेट भनेको 800को लेभल। हाम्रो यो लेभल हाम्रो म्याक्सिमम् टार्गेट भनेर अहिले हामी सेट गरौँ यहाँनिर, हाम्रो म्याक्सिमम् टार्गेट हाम्रो है। अब यसलाई अझ सानो टाइम फ्रेममा ब्रेकडाउन गरौँ है। तपाईँहरूले हेर्नुभयो नि हामी 1 2 गरेर अहिले हामी 3मा गइरहेछौँ। अहिले हामी 3को मुभ है, हामी कस्तो गइरहेछ 3 भनेको फेरि एक्सप्लोरिङ भइरहेछ है। अब फोर्थ भनेको हाम्रो अलि लङ्गर टाइम फ्रेमसम्म साइडवेज गइदिन सक्छ है। यसमा यो 800 to 600को लेभल है,
कति भनेपछि हाम्रो यो जोनतिर क्या हाम्रो ल 800 यतैतिर सक्यो भने पनि हामी यो जोनभित्र खेल्छौँ। अनि यो जोनभित्र खेल्छौँ। हाम्रो फोर्थ वेभ यहाँ आउन जान्छ। त्यसपछि हामी फोर्थ वेभ यहाँ खेलिसकेपछि फिफ्थ वेभ जानुपर्ने हुन्छ। फिफ्थ वेभ यहाँ गइसकेपछि थर्ड वेभ पुरै हायर टाइम फ्रेममा थर्ड वेभ यहाँ कम्प्लिट गर्छ। अझै माथि जान नि सक्छ है, लगभग यतातिर सकिसकेपछि। अब अहिलेको मोटामोटी के छ भन्दाखेरि अहिले हामी थर्ड वेभ 3 4 5 हेरिरहेछौँ नि। 5 डायगोनल भनेर 1 2 3 को लागि 1 2 3 4 5 गरेर हाम्रो 3 बन्यो। अहिले 4 बनिरहेछ है। भनेपछि 4 मोटामोटी लगभग यहाँ कम्प्लिट हुन्छ। अब है यो एरियामा 4 कम्प्लिट हुन्छ। यो एरिया चाहिँ ब्रेक गर्नु भएन है। हाम्रो डिमान्ड जोन भनेको यही हो है। फोर्थ वेभ यहाँ कम्प्लिट भइसकेपछि एउटा मुभ जान्छ फिफ्थ वेभ। यसलाई ब्रेक गर्छ भन्ने मतलब कुन हिसाबले भन्दाखेरि अब हाम्रो यो लेभल हुन्छ हाम्रो मेजर रेसिस्टेन्स त्यसपछि है, किनकि हाम्रो त्यो फिफ्थ वेभ भनेको धेरै एक्सटेन्ड जाँदैन कि, किनकि थर्ड वेभ अलरेडी एक्सटेन्डेड छ है। फिफ्थ वेभ के भन्नु खोजेँ भन्दा मैले अब यहाँ इन्डिङ डायगोनल बन्ने सम्भावना आयो हुन्छ है। इन्डिङ डायगोनल बन्ने सम्भावना आयो हुन्छ इम्पल्स भन्दा पनि यहाँनिर जसरी नै एउटा 5 वेभको स्विङ चाहिँ लगभग यो 700 देखि 800 लेभलसम्म एउटा थर्ड वेभ गइसकेपछि तपाईँहरूले युएमएचएलमा हेरे जस्तै है। अनि यहाँ पछि यसरी तल साइडवेज है। अनि त्यसपछि माथिको स्विङ है, माथिको स्विङ लगभग 800 900 जति जान पाइयो है। त्यसपछि हामी यहाँ यसलाई ब्रेक गर्नु भएन 500 को लेभललाई। त्यसपछि फेरि यसो गरेर अनि यस्तो गरेर त्यसपछि हामी यसरी 1000-1100सम्म पुग्नु पर्यो। अब हेरौँ के हुन्छ है। अहिलेसम्मको त्यही हो है। फर्स्ट हामीले याद गर्नुपर्ने कुरा भनेको डिमान्ड जोन चाहिँ पहिलो कुरो यो जोन चाहिँ ब्रेक गर्नु भएन है। यो जोन ब्रेक गर्नु भएन। अनि यसबाट हल्का हेऱ्यौँ भनौँ प्यारल च्यानलमा हिँड्न खोजिरहेको जस्तो देखिन्छ है। यही हो तपाईँहरूको सपोर्टको जोनै यो सपोर्टको जोन यहाँसम्म आउन पायो होइन। त्यसपछि एउटा इम्पल्सिभ कि त डायगोनलमा मुभ माथि जानै पर्यो 700 देखि 800 को लेभल है। योपालि चाहिँ आरएसआईमा डाइभर्जेन्स राम्रो देखिन सक्छ है। त्यति नै हो। थ्याङ्क यू फर वाचिङ। मैले युट्युबमा अपडेट गर्ने गरेको छैन तर धेरै पछि गरेँ। सबै अपडेट चाहिँ डिस्कर्ड आउने गरेको छ है। जोइन गर्नलाई मेम्बरसिप लिनुपर्ने हुन्छ। थ्याङ्क यू।